हेलो एभ्रिवान, मैले लास्ट टाइम चाहिँ स्ट्रेस म्यानेज गर्न के गर्न सकिन्छ जुन चाहिँ फ्री अफ कस्ट अनि आफ्नै वरिपरि भएको कुराहरूलाई नै लिएर चाहिँ हामीले चाहिँ म्यानेज गर्न सक्छौँ भनेर भनेको थिएँ। सो यसमा म्यानेज गर्ने भनेको चाहिँ आफूले आफूलाई काम डाउन गर्नलाई हेल्प हुने एक्टिभिटिजहरूको कुरा गरेको थिएँ। जस्तै हामीलाई स्ट्रेस हुँदाखेरि एकदमै धेरै गाह्रो हुन्छ, मनलाई अशान्त हुन्छ, मन अतालिन्छ अनि सास पनि छोटो छोटो फेर्न आउँछ हैन, चिटचिट पसिनाहरू आउन सक्छ। सो यो कुराहरूलाई उकुस मुकुस हुन सक्छ। सो यो कुराहरूलाई हामीले व्यवस्थापन गर्न, म्यानेज गर्न अथवा अरू अलिकति भए पनि शान्त बनाउनको लागि चाहिँ हामीले गर्ने कुराहरू भनेको यस्तै एक्टिभिटिजहरू हो। अनि यो कुराहरू गरिसकेपछि चाहिँ हामीलाई शान्त हुन्छ। अनि शान्त भएपछि चाहिँ हाम्रो शान्त गराउनु भनेको चाहिँ हामीले हाम्रो इमोसन्सहरूलाई, हाम्रो भावनाहरूलाई चाहिँ स्पेस दिनु हो हैन। जस्तै हामीले कहिलेकाहीँ हामीले आफूले आफूलाई स्पेस नपाइरहँदा पनि उकुस मुकुस फिल हुन्छ। त्यस्तै हाम्रो भावना, हाम्रो इमोसन्सहरूलाई स्पेस नपाउँदाखेरि पनि धेरै गाह्रो हुन जान्छ। सो हामीले यो एक्टिभिटिजहरू गर्नु भनेको चाहिँ हाम्रो भावनालाई, हाम्रो नेगेटिभ इमोसन्सहरूलाई अथवा स्ट्रेसको फ्याक्टर्सहरूलाई चाहिँ के गर्नु हो त, स्पेस दिनु हो, जसले गर्दा चाहिँ हामीलाई इमोसन रेगुलेट गर्न चाहिँ सजिलो हुन्छ। थ्याङ्क यू एभ्रिवान।